म चाहिँ फेरि यता बिहान बाख्रा लिएर हिँड्न थालेर छिटै बाँध्दाखेरि बाख्रा पनि छिटै अगाउँछ भनेर गुड मर्निङ एभ्रिवान। फेरि मेरो ब्लगमा तपाईँलाई स्वागत छ र म चाहिँ ब्लग मर्निङबाट सुरु गर्दैछु र उठ्ने बित्तिकै मेरो साथीले काम गर्न थालेँ चाहिँ र म त भित्र उठ्दा कति छिटो बाख्रा निकाल थाहा नै भएन मलाई चाहिँ। फेरि मैले चाहिँ भने मलाई चाहिँ किन उठा कि सँगै उठ्दा छिटै हुन्छ काम भनेको त चाहिँ सुत्न त म गरिहाल्छु नि भनेर फेरि म चाहिँ यता काम गर्न सघाउन लाग्दाखेरि फटाफट मैले चाहिँ काम गर्न थालेर आमा हुँदाखेरि त छिटै हुन्थ्यो र आमा बिरामी हुँदाखेरि हामी चाहिँ गर्नु पऱ्यो र गाइस मैले चाहिँ मुख नदिकन फटाफट काम चाहिँ गरिहालेँ फास्टै। गरेर को थाहा छ साथी घर आएर साथी चाहिँ यति काम गरिरहेको छ हेर्न सक्नुहुन्छ उहाँ चाहिँ आरामसे बसिरहेको छ हेर्नु मलाई माया लाग्छ कि उसलाई काम गर्नु भुलिदिएको भनिरहेको छ त्यही भएर नखर बस मसला लगायो आँगनहरू लगाइसक्यो होइन अब यसको लास्टमा यो छ कामहरू सकिसकेर र यता बाख्रा बाँध्दाखेरि ढोका हुन्छ भनेर बाख्रा बाँधिसकेर फेरि बाख्रा बाँधिसकेर ढोका भयो काम सक्यो भनेर फेरि यता ब्रासहरू गरेर र मुखहरू पनि धोइसकेर र साथी चाहिँ के गरिरहेको थिएँ मैले चाहिँ सानो भए पनि भिडियो बनाउँछु भनेर एउटा केही बनाइदिइहालेको र गाइस मैले चाहिँ फुल भिडियो पारिनँ किनकि मैले चाहिँ खाना पनि बनाएको भिडियोहरू पार्छु भनेको थिएँ र मलाई पनि प्रब्लम अब उसको पनि प्रब्लम थाहा नै छ तपाईँ छोरी मान्छेको प्रब्लम हुन्छ भनेर त फेरि उसले भने न जुन दिदी घर भन्दाखेरि दिदी घर गएको त उसले भने केक बनाउनु छु भनेर थालेर यसो हेरेको केकको सामान रहिरहेको रहेछ मैले भने मेरो बर्थडे आइरहेछ केक त अहिले किन बनाउनु बरु मेरो बर्थडेमा केक बनाउनु भनेर थालेर त्यही त हो बरु बर्थडेमा बनाउँछु भनेर थालेँ उनीहरूको सामान यस्तो किन मिलेर किनेको दिदी बिनले यसो हेरेको राम्रो लाग्यो।